ओइ बेबी त साँच्चीकै जान लागेको हो हो भन्दैछु त गएको भनेर के पताउँदैनस् के उही यहाँ हेर यहाँनिर पासपोर्ट र बोर्डिङ पास यहाँ हेरी मेरो चाहिँ के गल्ती हो क्या म त कहाँ देखा त एयरपोर्ट हो कि होइन यसो के हो मेरो आपा हो मैले चाहिँ के गल्ती गरेर मा कसम तँमा त्यत्रो 4 वर्ष सँगै बस्यो बुढाबुढी बिहे गरेर अनि अहिले मैले एउटा सानो हुने त्यो त इन्डिया फर्किहाल्नुपर्छ छोडेर मलाई त्यो सानो कुरो होइन नि त तेरो लागि सानो कुरो होला मेरो लागि धेरै ठुलो कुरो हो त्यो ल हेर होइन त्यो छोरी मान्छेको मन टुटाउनुको लागि यत्रो ठुलो कुरो हुनु पर्दैन सुन न बेबी त्यो केटी त्यस्तो छैन क्या मेरो साथी मात्र हो त्यो र म क्लब गएको थिएँ होइन अनि त्यसपछि हल्का ड्रिङ्क गरेँ अनि त्यसपछि म आउन सकिनँ भने राति अब तँलाई थाहा छ भने बाटोमा हिँड्दाखेरि पनि पुलिसले पक्रेला नजा भनेर मैले त्यसको रुममा बसेको मात्र तर अलग त्यसको त्यो अलग बेडमा सुत्यो म अलग बेडमा सुतेको त्यसो नसोच न यार सी इज जस्ट माई फ्रेन्ड के मैले आँखाले देखिनँ अलग अलग बेडमा सुतेको भनेर क्यामेरा थियो रुमभित्र अलग अलग बेडमा सुतेको थिएन नि राइट कसरी विश्वास दिलाउने तँलाई मैले यार प्लिज नजान यार मलाई कस्तो रुन मन लागिसक्यो कि यार रुन अन्त जा त्यसकै काखमा गएर रु उहाँ गएर त्यसले गर्दा भएको जातिलाई नै सताउदामा हेर म एयरपोर्ट भित्र पसिसकेँ होइन अनि यु क्यान चेक ल नजान छोड्दैन क्यान्सल गर्दैन एकपल्ट होइन दुईपल्ट होइन होइन धेरैचोटि भएको यस्तो कुरो एकपल्ट मात्रै भएको त अन्डरस्ट्यान्डिङ हुनु भनेर भन्यो चोटि जहिले तहिले क्लब जाने विकेन्डै पछि केटीहरूसँग गालामा चुम्मा खाएको यसरी हक गरेको झ्याप भएर बसेको फोटोहरू दुनियाँभरको देखाउने भयो मलाई मर्जा एउटा के भन्छ पो के भन्छ त्यसलाई इङ्ग्लिसमा प्ले बोय नै कम हुन्छ धरतीको बोझ नै कम हुन्छ एउटा मोडिरा मतलब छैन कति बजेको फ्लाइट हो त अब 12:05 फ्लाइट आधा घण्टामा म उड्छु मलाई मेरो माया लाग्दैन त्यत्रो टाइम हामीले सँगै बिताएको त्यो त्यतिकै चटक्क भुलेर जान नसक्छस् न त्यत्रो टाइम सँगै बिताएको भएको भए तैँले खेप्पै पछि मेरो मन तोड्ने खेप्पै पछि मलाई हट गर्नु सकिस् त अब बस न तिमीलाई रोकटोक गर्ने पनि कोही हुँदैन झगडा पर्ने पनि कोही हुँदैन क्वेसन गर्ने पनि कोही हुँदैन मलाई तँ चाहिन्छ के किन म चाहिँ घरको गर्लफ्रेन्ड चाहिँ म बाहिर साइड चिक्सहरूलाई चाहिँ राख्दै बस्ने अनि भयो मलाई पुग्यो मेरो अति मन दुख्यो मेरो म सकिनँ अब भयो अब तर म त्यत्रोसँगै बस्यो माया प्रीत यता उयो भयो होइन अनि उयो नजान प्लिज नजान मेरो उयो आइसक्यो म गएको राम्रोसँगले बस्छ अब क्वेसन गर्ने कोही हुँदैन तिमीलाई राम्रोसँगले जिन्दगी बिताउनु होइन मलाई जस्तो गरेछ त्यस्तो अरू केटीलाई चाहिँ नगर्नु होला कहिले जिन्दगीमा सबैजना जस्तो हुँदैन दार्जिलिङमा चाहिँ सिलगढी जान्छ दिल्ली बस्छस् कहाँ बस्छस् भने म त्यहाँ आउँछु नि फेरि म खोज्दै मलाई कहिले खोज्नु पनि पर्दैन र मलाई खोजेर कसैले भेटाउँदैन पनि ल मलाई खोज्नु जब साथ हुँदाखेरि राम्रोसँगले साथ बिताउनु सकेन भने अब गइसकेर खोज्दै आएर के फाइदा युद्ध हुँदाखेरि मान्छेसँग साथ बिताउन सक्नुपर्छ मरिसकेपछि होइन कबरमा गएर रोएर केही पनि फरक हुँदैन होइन माया कसम तैँले अर्को न्युज सुन्छस् म के गरिदिन्छु नि मलाई पनि थाहा छैन नि फेरि ल नगर ल मेरो फ्लाइट उयो भयो अब मेरो बोर्डिङ पास ओपन भयो ल बाई बाई प्लिज राम्रोसँगले बस्नु एन्जोय यर क्लब बाई बाई नकाट्न